everyone, Jai Masi, Namaste, welcome back to my channel again. It's me Ditya. फेरि पनि तपाईहरुको माझमा उपस्थित भइसकेको छु नयाँ भिडियो अनि भ्लग लिएर अनि स्पेशली आजको भ्लग चाहिँ it's my birthday यो अनि मेरो बर्थडे मा मेरो हस्बन्डले मलाई चाहिँ आज नोआज आर्क देखाउँछु तिमीलाई भनेर यहाँदेखि अब हामीहरु क्यान्टकी जाँदै छौं सो लेट्स सी कस्तो हुन्छ आजको मेरो बर्थडे खासै त्यस्तो बिग सेलिब्रेसन चाहिँ केही छैन राति नै मलाई मम्मी बाबाहरुले सरप्राइज दिइसक्नु भयो केक कटहरु भइसकेको छ मेरो अहिलेको लागि चाहिँ हामीहरु दुई जना बुढाबुढी भएर नोआज आर्क हेर्नको लागि क्यान्टकी जाँदै छौं बाटोमा कस्तो हुन्छ के हुन्छ हजुरहरुलाई देखाउने नै छु साथीहरु स्टे ट्युन त्यही हो अब यात्रा कस्तो हुन्छ हजुरहरुलाई देखाउने नै छु अनि स्पेशली मलाई चाहिँ कस्तो फिल भइराछ भन्दा अब मेरो बर्थडे को दिन नोआज आर्क हेर्न जानु भनेको अब एउटा प्रभुको सृष्टि प्रभुले नोआको जमानामा कस्तो गर्नुभयो त्यो सब हेर्न पाउनु भनेको त्यो मेरो लागि एकदम ठुलो सौभाग्य feel भइराछ so in 0.1 miles. टिकट लिन जाँदै हुनुहुन्छ हामी चाहिँ यहाँ टिकट काटेर जानु पर्ने रहेछ है त हामीहरु चाहिँ यहाँ बसमा जाँदै छौं साथीहरु हामी यहाँ माथि आइपुग्यौं बेब हाय so this is the view that is entrance so we are going to enter inside baby so that is our ark you can see त्यो चाहिँ नोआको जमानाको के भन्छ अरे डुङ्गा नोआले चाहिँ प्रभुले आज्ञा गर्नुभयो उत्पत्तिमा नोआलाई के भन्छ अरे ल तिमीले जहाज बनाऊ म चाहिँ अब संसारको पाप र अपराधको कारणले गर्दाखेरि म संसारमा जल प्रलय ल्याउने छु भनेर प्रभुले आज्ञा गर्नुभएको थियो अनि संसारमा चाहिँ नुआ मात्र धर्मी भएको कारणले प्रभुले नुआलाई भन्नुभयो अनि नुआले चाहिँ जहाज बनाउनु भएको थियो सो त्यही जहाज हेर्न हामी आएको छ मैले अगाडि हेर्न सक्नुहुन्छ कत्रो ठुलो हो जति हजुरहरुले यो भिडियोमा देख्नु भएको त्यो भन्दा त एकदमै ठुलो जहाज छ सो अब हामीहरु चाहिँ त्यहाँ भित्र जान्छौं अनि नुआले चाहिँ कसरी चाहिँ राख्नु भएको रहेछ एनिमल्सहरु त्यहाँ भित्र चाहिँ के कस्तो रहेछ त्यो सबै हजुरहरुलाई देखाउने छौं स्टे ट्युन गाइस अनि यहाँ चाहिँ कस्तो क्यूट यो चाहिँ फूलबाट बनाएको हात्ती हो सो ठिकै छ जानु त नुआ बन्नु हजुर त्यहाँ जानु न प्लिज त्यसो म भन्छु नुआको श्रीमतीको नाम के हो पता नै साथीहरु you can see the ark यहाँ चाहिँ oh my god I'm so excited
अनि म चाहिँ यो ठाउँमा आउन झन् किन खुसी छु भन्दाखेरि यहाँनिर दुईटा हाम्रो क्युटी पाई क्यामेलहरूको पनि यहाँ यो पुरै फ्लावरहरूकै हो बट खै कसरी मिलाएर गराछन् यहाँको। म चाहिँ यो नुहाको जहाजमा आउन चाहनुको आजको मेन कारण चाहिँ एकमा यो मेरो बर्थडे हो अनि मेरो बर्थडेको दिन प्रभुको कार्य प्रभुले आफ्नो जनलाई कसरी अराउनु भयो सिकाउनु भयो भन्ने कुरा देख्न पाउनु त्यसको निम्ति अझै धेरै कुराहरू जाँच पडताल गर्न पाउनु त्यसमा खुसी छु। बेबी वेट फर मी व्हाई यु लिभ मी अलोन। यो मान्छे चाहिँ के साह्रो हेन्सी देखेको सुट बुट लाएर हातमा घडी लाएर टाउकोमा आँखामा चस्मा लाएर। सो अब यहाँ जाँदैछौँ खै त्यो म्याप देखाउनु त बेब। यहाँ चाहिँ यस्तो हामीलाई पुरै टिकटहरू काटेर कति लाग्यो टिकट दुईजनाको मात्रै $138 US लाग्यो साथीहरू। हेर्नु न हिँड्दै भन्दै गर्नु न एक तला दुई तला तीन तला हरे अब सायद यही होला यो व्हाइट लाइनले छुट्टाको होला सायद यो तीन तला हेरौँ कति ठुलो छ बेब एउटा यहाँ फोटो खिचिदिनु न। हामी नुहाको जहाजको पहिलो तला अनि फर्स्ट ठाउँमा यो इन्ट्रान्समा आइसकेको छौँ। अब हामी सँगै जाम है त भित्र खै कताबाट हो इन्ट्रान्स। यो चाहिँ ढुङ्गा हो यत्रो हो यहाँ के हो यो आँप जस्तै देखिने क्या मैले पहिलो देखाएको थिएँ नि तिमीलाई खै नि। हामी चाहिँ यहाँबाट हामीलाई चाहिँ फर्स्टमा वरिपरि घुमाउँदो रहेछ केराको रुख देखेको मैले पहिलोचोटि है फ्रेन्ड्स। प्लान्टहरू त्यो जमानामा नि यस्तै थियो भनेर देखाएको होला नि होइन नुहा त्यो जमानामा चाहिँ होइन होला। अब नुहाको जहाज पानीबाट चाहिँ यसरी रोकेको थियो यस्तो तर कहाँ जहाज रोकिनु भन्दा अगाडिको त कहाँ हो त नि रोकेपछिको त कहाँ हो त नि जहाज रोकेपछि त पुरै पानी र माटो मात्र थियो होइन र संसारमा। यो चाहिँ सोची नसक्नुको छ है साथीहरू। मलाई चाहिँ साथीहरू स्टाइल पार्नु भनेर चस्मा त ल्याइयो चस्मा लगाएपछि त के हेर्ने हो र बाहिर केही नदेखेपछि कस्तो राम्रो यहाँको चाहिँ फुलहरू हेर्नु साथीहरू यो सिजन हुन्छ जस्तोमै पनि फुलेको हेर्नु त कस्तो राम्रो छ जस्तोमै पनि फुलेको हुन्छ है वाउ। अब यहाँ चाहिँ हाम्रो आर्क इन्ट्रान्स यो आर्क चाहिँ डेन्जर ठुलो है। अब हामी चाहिँ फाइनली नुहाको जहाजभित्र यो चाहिँ तल्लो नुहाले चाहिँ के भन्छ अरे जनावरहरूलाई बोलाउँदाखेरि बाजा बजाएर बोलाउनु भएको थियो तर हामी चाहिँ आफ्नो इच्छाले जाँदैन के हो यो यहाँनिर चाहिँ सबै बताइदिएको छ कहाँनिर के छ भनेर। यो ग्राउन्ड लेभल यो 1 डेक 2 डेक 3 डेक भित्रको म्यापहरू छ। अब यहाँभित्र जाने चाहिँ यस्तो पुरा मलाई चाहिँ पहिलाकै जमानामा म छिरेको जस्तो फिल भइरहेको देखाउनु अगाडि जान्छु। यो चाहिँ हेर्दाखेरि अहिले म 2025मा छैन प्रभु आउनुभन्दा पहिलाकै जमानामा म फेरि आइसकेको। अनि यहाँ तल चाहिँ बाघको खुट्टाको छाप पनि रहेछ साथीहरू। यो त आर्क भित्र होइन नि त आर्क त माथि छ नि त आर्कमा जाने बाटो त यही हो जाने बाटो यस्तै गरेर गराउनु भएको थियो होला नि त उहाँले जहाज
चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह से। कस्तो डर लाग्यो तल्लो फ्लोरमा चाहिँ यतातिर चाहिँ हेर्नु न मुसाहरू के राखेको जस्तो है यतातिर चाहिँ पुरै अँध्यारो देखेको छ साथीहरू बट दिस वान इज सो गुड उहाँ चाहिँ सायद नुवाको जमानामा उहाँले अब खानाहरू भण्डार गर्नुभएको होला अनि यो चाहिँ सानो यहाँ चाहिँ सानो सानो यस्तो पुरै भण्डारको सामानहरू babe. यो चाहिँ के हो? यो clean water pour through fabric cover. यता सुँगुरहरू रहेछ हेर्नु ए होइन के भन्छ अरे यसलाई बे अबे निक्ले लास्ट यो चाहिँ के हो घैँटो खाना दिने ठाउँ हजुरहरूले यहाँ देख्नु भयो कि नै बट यहाँनिर चाहिँ डाइनोसर रहेछ भर्खरै उड्लै जस्तो कि है के हो यहाँ छ यहाँ के हो आवाज आइरहेको छुचुन्द्रोहरू होला
यो चाहिँ नुहाले कसरी जहाजको चाहिँ यो मोडल हो, यस्तो चाहिँ छ यो जहाज। नुहाले चाहिँ यसरी जहाज बनाउनु भएको थियो भनेर यो चाहिँ मोडल मात्र देखाएको हो। हाई से हाई यता हेर्नु न यता। हाई ल मलाई देखाउनु एकदम सेम चाहिँ यो नुहाको हामी 2025औं शताब्दीमा छैनौँ, हामी त्यो हामीलाई जित्न। हजुरहरूले मेबी यो पुरा जनावरहरू आवाज सुनिराख्नु भएको होला कराएको छैन। यो चाहिँ सब साउन्ड सिस्टमबाट लगाएको हो, एकदमै रियलिस्टिक छ। ल Dinosaur. In the beginning, God created. यहाँ चाहिँ 7वटा प्रभुले उज्यालो र अँध्यारो। पहिलो दिन के छुट्याउनु भएको प्रभुले? अर्थ र लाइट। सेकेन्ड दिन उज्यालो र अँध्यारो। तेस्रो दिन सुक्खा भूमि र अनि त्यसपछि रुख बिरुवाहरू। चौथो दिन घाम जुन तारा। पाँचौं दिन समुद्रभित्र अनि पृथ्वीमाथि आकाशमा उड्ने पशु पन्छीहरू। अनि पाँचौं दिनमा चाहिँ प्रभुले मानिसको सृष्टि 6 दिनमा चाहिँ मानिसको सृष्टि गर्नुभयो। अनि 7औं दिनमा चाहिँ विश्राम लिनुभयो। हेर्नु न अगाडि यो पढेर सुनाउनु त ल। पढ्नु त। The serpent said to the woman, "You will not surely die." त्यसको मतलब साँपले चाहिँ स्त्रीलाई भन्यो त त्यो फल खायो भने त पक्कै पनि मर्ने छैनस्। उत्पत्ति 3:4 मा। अनि त्यसपछि यहाँ चाहिँ स्त्रीले फल खायो र संसारमा पाप आयो। स्त्रीले नि खायो अनि उसको पुरुषलाई पनि दियो अनि संसारमा चाहिँ पाप आयो। आदमको पापले गर्दाखेरि चाहिँ यहाँ संसारमा चाहिँ मृत्यु आयो हैन। आदमले त्यो फल खानुको कारणले गर्दाखेरि संसारमा मृत्यु आयो। यहाँ चाहिँ प्रभुले आदम र हव्वालाई बोलाउँदाखेरि उनीहरू चाहिँ हामी बाहिर आउन सक्दैनौँ किनकि हामी नाङ्गो छौँ भनेर मानिसले भन्यो प्रभुलाई। अनि त्यसपछि पाप बलिहरू चढाउने त्यस्तो आयो। अनि मान्छेको बिचमा के भन्छ अरे दुःख कष्ट रोदन सबै कुराले अनि संसारमा आयो। यहाँ चाहिँ प्रभुले अदनको बगैँचाबाट आदम र हव्वालाई निकाल्नु भयो। अनि यहाँ चाहिँ कैन र हाबिल। अनि यहाँ चाहिँ कैनले हाबिललाई मारेको हैन। कैनले चाहिँ हाबिललाई उसको रिस गरेर अनि मार्नु भयो।
यहाँ चाहिँ नाच्ने गाउने खानपिन गर्ने खैचडी बजाउने विवाह गरिदिने विवाह गराइदिने पाप अपराध अनि काटमार लडाइँहरू आयो। अनि यो ब्याकग्राउन्डमा चाहिँ मलाई यो साउन्डहरू आइरहा पुरै काटमार गरेको खैचडी बजाएको। यो ठाउँमा आउँदा चाहिँ त्यस्तो भयो बट हजुरहरूले चाहिँ यो मोबाइलमा सुन्न सक्नुहुन्छ कि सक्नु हुँदैन। बट यहाँ चाहिँ पुरै त्यो म एकदम बजारहरूमा आएर काटमारको ठाउँ त्यस्तो फिल भइरहेको। यो चाहिँ के हो? अनि संसार चाहिँ एकदमै पापले घेरियो। संसारमा पाप आयो, चारैतिरबाट पाप 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 पापको धुवा उडेर माथि स्वर्गसम्म सुनियो अथवा प्रभुले सुन्नुभयो पाप अपराध फैलेको भनेर जुन छ त्यो चाहिँ यहाँ चित्रणमा उठाएको छ। साँपहरू हैन उते माथि हो। ओ माय गॉड कस्तो रियलिस्टिक हो के खैले ओके अरु अबे बेब ओए मलाई डर लाग्यो बेबी बेबी रोक्नु न अबे यहाँ चाहिँ के छ कस्तो डर लाग्दो गराको है। चरा हो यहाँ त खाना दिने ठाउँ राइनो
एकछिनै गइरा यो चाहिँ बिरालो आमा पानी चाहिँ यसरी जम्मा गर्नुपर्दो रहेछ जहाजमा पानी पनि यसरी जम्मा If you say something. Imsan still as beautiful as she was on our wedding day. Oh, I should know this one. Imsan is listening. We've been married for a little over 550 years. Has it been that long already? My, how time flies. Oh, you can see reminders of our anniversaries on that shelf over there. Any more questions? Yes. How many animals? There are about 1,400 kinds of animals on the Ark. And this works out to be fewer than 7,000 animals. I don't remember the exact numbers. I put my son Shem in charge of keeping track of those details. यो किन्नी हो कि के हो बेबी? किन्नी हो कि के हो यो?
हाँ हेर न यसलाई कति 30-20 रुपैयाँ यहाँ चाहिँ यस्तै स्टोर पनि रहेछ त्यो जमानाको कपडाहरू सामानहरू एभ्रिथिङ यो सल नेपालको जस्तो सल पर्स ornament सेम को रहेछ न यो सेम को बस्ने ठाउँ ज्याकेटको श्रीमतीको बस्ने ठाउँ स्टोर गरेको यहाँ चाहिँ चाहिँ नुवाले जुन टापुमा ढुङ्गा अड्किसकेपछि नुवाले चाहिँ ढुकुरलाई जमिनमा पानी सुक्यो कि सुकेन भनेर छोडिदिनु भएको थियो त्यो चाहिँ यहाँ फेरि जिउको जिउ देखाएको छ है त्यहाँदेखि नि त्यो ढुङ्गै काटेर राखेको बुझ्यो यो त इन्डिया हैन र नेपाल है
हाम्रो सगरमाथा सुरु भयो नि बनिएको जो त्यो कारणले इन्डिया कहिले अफ्रिका जोडिएर बनिएको क्या Now they were running well with 50 feet of snow and ice. Amazingly enough, an expedition figured out how to moor a giant pole in the ice and bring up one of the P-38 East by Fifth. मान्छेहरूले बाबेलको धरहरा बनाइराखेको छ United States, सबै United States नै भनिरहेको Vatican City, रसियाबाट आएको रहेछ हैन यो फ्रान्सबाट ल्याएको बेलारुस The Bible has played an enormous role in the shape. Today, you can engage with the Bible, the language of your choice, a book of all books. Brought to you by हामीहरू भित्र सबै डुलेर भ्याएपछि बाहिर जू पनि थियो अनि जूको चाहिँ भिडियो लिन सकिनँ मैले अनि जूहरू पनि सबै घुमेर भ्याएपछि यता बाहिर आयौँ अनि बाहिर चाहिँ यहाँनिर प्लेग्राउन्ड पनि थियो केटाकेटीहरूको लागि अनि केटाकेटीहरू यहाँ आएर खेलिरहेको थिएन हामीले चाहिँ यहाँ हेरेर एकछिन मजा लियौँ अनि यसपछि चाहिँ यो ठाउँमा एकदमै छुटाउनै नहुने चाहिँ भिआर थियो साथीहरू त्यो डुङ्गा घुमेर आइसकेपछि भिआर चाहिँ हेर्न नछुटाउनु होला है त यहाँ गएर दिस इज माई होल हामीहरू चाहिँ अहिले ग्रान्ड बफेटमा आयौँ अब यहाँ चाहिँ हामीहरूले चाइनिज खान्छौँ थ्याङ्क यू
ओके साथीहरू, हामी अब खानाहरू पनि खाइसक्यौँ, यहाँ बफेटबाट निक्लिसक्यौँ अनि अब हामीहरू चाहिँ घरतर्फ जान्छौँ। अनि स्पेसली थ्याङ्क यू टु माई बुढा जसले मेरो बर्थडे यति धेरै स्पेसल गराइदिनु भयो, मलाई एकदमै स्पेसल फिल गराउनु भयो। त्यसको निम्ति म हजुरलाई एकदमै धेरै धन्यवाद भन्न चाहन्छु। अनि यति भन्दै अब म यो भ्लगलाई पनि यहीँ एन्ड गर्न चाहन्छु। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। अनि भिडियोलाई चाहिँ नबिर्सिकन लाइक सेयर अनि च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। फेरि नेक्स्ट भ्लगमा भेट्नेछौँ। बाई बाई, लभ यु अल। लभ यु गरिदिनु। बाई।